पहिलो पटक जाल हान्दा यति धेरै माछा फस्छ भनेर सोचेको पनि थिएन। सो हेलो गाइस, वेलकम ब्याक टु माई मिनट 35। सो आजको भिडियोमा तपाईँहरूले स्वागत छ। मैले भनेको थिएँ नि त तपाईँहरूले मेरो ब्लग हालेको छैन भनेर। हाल्न त हालेको थियो तर आएको थिएन के। आज चाहिँ हामी बाजेको घर माथि सोलर रेन्ज दिनको लागि, सोलर रेन्ज होइन पाइप रेन्ज, अनि यताबाट सुरु गरिरहेको छौँ ब्लग। यो कुकुरको पोस्टर तिमीहरूले काट्यौ मलाई थाहा छ। चाहिँ सबै बिहान बिहानै मुख मिठा गरिरहेको छ। घरमा मिठाई बनाएको थिएँ नि त, तर मैले देखाउन पाएन। मैले पनि देखाएको थिएन कि मम्मीले नि मिठाई दिएर काम गरिरहेको थिएँ, हात पनि खाली थिएन, त्यही भएर मैले खुवाइदिएँ। त्यसपछि गाइस एकछिनमा खानासाना खाएर अब चाहिँ म लाग्दैछु स्कुलतिर। सटरडेमा स्पेशल ब्लग आउनेछ गाइस, सबैले हेर्नु होला। त्यसको लागि सबैले फलो गर्नु होला, सब्स्क्राइब गर्नु होला, लाइक गर्न नबिर्सनु होला। ह्यान्डसम हुनु त फेरि हाम्रो क्लासको केटाहरू त ह्यान्डसम त भिडियोसहरू पनि छैनन् के। एकछिनमा छुट्टी भएर अब बुलेट बाइक निकालेर जाँदैछु घरमा। स्कुलमा मोबाइल लिन दिँदैन, लुकेर बनाउँदैछु के भिडियो। सरले देख्यो भने फेरि अफिसमा लग्छन् है। अरूको बुलेट बाइकमा भटभटबाट आवाज आउँला, तर मेरो बुलेटमा सरर हुन्छ। इलेक्ट्रोनिक बुलेट बाइक हो। अनि गाइस हाम्रो स्कुलबाट पिकनिक लगिरहेको छ दिनपछि। त्यसपछि गाइस यस्तो बब्बाल भला, त्यही भएर भनिरहेको छु म तपाईँहरूलाई फलो गर्नुहोस् गाइडले, अनि सब्स्क्राइब गर्नुहोस्, हेर्न नछुटाउनु होला के। अब गाइस सर बुलेट चढेर जाँदैछौँ घर। हामीहरू टन्ने छौँ हाम्रो त। फर्स्टचोटि पोखरीमा जाल हान्दा भाइले यति साह्रो माछा निकाल्छ भनेर मैले सोचेको नि थिएन के साह्रो। ओइ माछा नै रहेछ। मयो भयो गाइस। अब चाहिँ म हान्दैछु जाल, हेरौँ कति माछा। यसरी गोलो बनेर गयो भने लास्टै फल्छ कि, अनि त्यसपछि यति माछा आउँछ नि। माछा भयो भने नत्र नभयो भने यसरी आउँछ गाइस, दुईटा माछा मात्र। दुईटा माछालाई जालबाट निकाल्न यस्तो गाह्रो हुन्छ नि।